मैले भन्ने गरेको छु यो चुनावमा पनि नेपाली जनताहरूले गलत ठाउँमा मतदान गरेका छन् र जनताहरूले पनि आफ्नो गल्तीलाई सच्याउनु पर्छ। सुन्नुहोस् साथीहरू यो भिडियो। भन्ने गरेको छु यसपल्ट नेपाली जनताले यो चुनावमा भोट गलत ठाउँमा खसाएर गल्ती गरेकै हो, जनताले पनि सच्याउनु पर्छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको यो अभिव्यक्ति देख्दा निकै हाँसो लाग्यो साथीहरू। अहिलेको सरकारलाई र अहिलेको यो चुनावमा चाहिँ जनताहरूले गलत गर्यो अरे, गलत ठाउँमा मतदान गर्यो अरे। अनि 35 वर्षसम्म के सही ठाउँमा मतदान गरेका थिए र जनताहरूले? तिमी जस्तो भ्रष्टाचारीलाई नेपाली जनताहरूले देशको प्रमुख मान्नु नै गल्ती गरेको हो। र तिमी जस्तो भ्रष्टाचारी जो देशको ढोकुटीलाई सिद्ध्यायौ तिमीले भन्ने कुराहरू थाहा छैन। नेपाली जनताहरूलाई फेरि उल्लु बनाएर गलत भाष्य गरेर चाहिँ फेरि पानी बिनाको माछा जस्तै तडपिन नेपाली जनताहरूले तिम्रो कुकर्मलाई पखालेको। तिमीलाई बहिष्कारै गरेको जनताहरूले झुक्केर मतदान गरेको होइन। तिमी जस्तो कुपात्र, तिमी जस्तो भ्रष्टाचारी, तिमी जस्तो चाहिँ घमण्ड अहङ्कारीलाई चाहिँ नेपाली जनताहरूले सिद्ध्याउन खोजेका थिए र मतदानबाटै तिमीलाई प्रकाष्ठ गर्न खोजेका थिए। त्यो मात्रै गरेको हो एकमतले। झन्डै तिमी बच्यौ, नभए के हालत गर्थे नेपाली जनताहरू। र तिमीले त नेपाली जनताहरूले तिरेको करबाट आफ्नो किडनी फेरेका थियौ र विदेशमा उपचार गर्न गएका थियौ। कसको पैसा हो त्यो? कहाँबाट आएको थियो त्यो पैसा? सबै सरकारको ढुकुटी सकेको होइन? अनि सबै सरकारको ढुकुटी उपचारमा, सामान्य उपचार हुँदा विदेश भ्रमण जाने, सामान्य केही हुँदा विदेशमा जाने, उपचार गरेर आउने, पैसा डौलक्कै खाने नेपाली जनताहरूले कर तिरेको पैसाबाट मोजमस्ती गर्ने, रमाउने। अनि अहिले आएर चाहिँ जनताहरूले तिमी जस्तो भ्रष्टाचारी चाहिँदैन भनेर आफ्नो सो विवेक पुर्याएर मतदान चेन्ज गरेर चाहिँ हराइदिन्छन्। तब ती नेपाली जनताहरू पनि गलत लाग्न थाल्छन् है। 35 वर्षसम्म नेपाली जनताहरू राम्रै लागे, उहाँको मत मिठो लाग्यो र कुर्चीको स्वाद पनि मिठो लाग्यो। तर अहिले नेपाली जनताहरूले मतदान चेन्ज गर्दा नेपाली जनताहरू गलत बने र नेपाली जनताहरू चाहिँ गलत ठाउँमा फसे भन्ने अभिव्यक्ति कतिको जायज? अलिकति पनि लाज छैन? अलिकति पनि शरम छैन? होइन, तपाईहरू लुट्न अझै लागिरहनु भएको छ। नेपाली जनताहरूले एकचोटि बहिष्कार गरिसक्नुभयो, फेरि उठ्ने सपना नदेख्दा हुन्छ। र उहाँको यो अभिव्यक्ति यहाँलाई कस्तो लाग्यो साथीहरू? आफ्नो विचार कमेन्ट गर्नुहोला।